सबैलाई नमस्ते। म दिलीप कुमार यादव, हजुरहरूको म्याथ विज्ञान आइक्यू साथसाथै सामान्य ज्ञान प्रशिक्षक। आज म तपाईहरूलाई बी मिस्टेकको बारेमा केही जानकारी गराउन चाहन्छु। यो बी मिस्टेक जुन छ, यो बी मिस्टेक भनेको 7 दक्षिण एसियाली र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको अन्तर्राष्ट्रिय सङ्गठनलाई बी मिस्टेक भनिन्छ। बे अफ बेङ्गाल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड कोअपरेसन र यसको स्थापना सन् 1997 जुन 6 मा बी मिस्टेकको स्थापना भएको थियो। बी मिस्टेकका संस्थापक मुलुकहरू हाम्रा 4 छन्। BIST, बी भनेको बङ्गलादेश, आई भनेको इन्डिया, एस भनेको श्रीलङ्का, टी भनेको थाइल्यान्ड। यो थाइल्यान्डले के गर्यो भनेपछि बी मिस्टेकको अवधारणा ल्याउने देश, बी मिस्टेकको अवधारणा ल्याउने देश हो त थाइल्यान्ड हो है। र यो बी मिस्टेकको आधिकारिक भाषा के हो त अङ्ग्रेजी। बी मिस्टेकको आधिकारिक भाषा भनेको अङ्ग्रेजी हो। बी मिस्टेकको सबैभन्दा धेरै खर्च ल्याउने मुलुक भारत। युएनओमा प्रवेश गर्ने युएनओमा प्रवेश गर्ने बी मिस्टेकको पहिलो मुलुक पनि भारत नै हो। बी मिस्टेकको ठुलो मुलुक भारत नै हो र सबैभन्दा धेरै खर्च ल्याउने मुलुक भनेको भारतले खर्च कति प्रतिशत बेहोरेको हुन्छ त भनेपछि 30% खर्च बेहोरेको छ भारतले। युएनओमा प्रवेश गर्ने बी मिस्टेकको अन्तिम मुलुक हो त बङ्गलादेश, पहिलो मुलुक भारत, अन्तिम मुलुक भनेको बङ्गलादेश। बेबी सम्झिने है, बेबी पहिलो पनि भारत, अन्तिम पनि बङ्गलादेश। बेबी आई लभ यू सम्झिने है, बेबी आई लभ यू सम्झिनु। क्षेत्रफल र जनसङ्ख्याको आधारमा बी मिस्टेकको सानो मुलुक भन्नु, थोरै जनसङ्ख्या भनेको भुटान हो। धेरै जनसङ्ख्या भएको क्षेत्रफलको आधारमा, जनसङ्ख्याको आधारमा सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक हो त भारत, बी मिस्टेकको आधारमा है। बी मिस्टेकको अवधारणा ल्याउने देशको नाम के हो त थाइल्यान्ड हो, थाइल्यान्ड। बी मिस्टेकको सदस्यता लिने अन्तिम राष्ट्र भनेको एउटा भुटान र एउटा के नेपाल। यिनीहरूले कति सालमा सदस्यता ल्याउनु त भनेपछि सन् 2004 फेब्रुअरी 8, सन् 2004 फेब्रुअरी 8 मा यो भुटान र नेपालले बी मिस्टेकको सदस्यता ल्याएका हुन्। बी मिस्टेकको HDI वुमेन डेभलपमेन्ट इन्डेक्स मानव विकास सूचकाङ्क र GDP ग्रोस डोमेस्टिक प्रोडक्ट पर क्यापिटल प्रति व्यक्ति आय बढी भएको मुलुक, कम भएको मुलुक। बढी भएको मुलुकको नाम के हो त थाइल्यान्ड हो। कम भएको मुलुकको नाम के हो त म्यानमार हो। बी मिस्टेकको GDP र HDI बढी भएको मुलुकको नाम थाइल्यान्ड, कम भएको मुलुकको नाम के हो त भुटान हो। बी मिस्टेकको सदस्य सङ्ख्या कति रहेको छ त भनेपछि बी मिस्टेकको सदस्य सङ्ख्या 7 रहेको छ। हामी यही बुझौँ, BIMSTEC 1 2 3 4 5 6 7 सदस्य रहेको छ, जसमा 5वटा दक्षिण एसियाबाट लिएको हो र 2वटा दक्षिण पूर्वी एसियालीबाट लिएको हो। जम्मा 5 मा 2 7 हुन्छ र 2वटा जुन छ नि दक्षिण पूर्वी एसियालीबाट लिएको त एउटा म्यानमार हो र एउटा के हो त भनेपछि थाइल्यान्ड हो है। एउटा म्यानमार, एउटा के थाइल्यान्ड। र 5वटा भनेको तपाईँको बङ्गलादेश, श्रीलङ्का, नेपाल, भुटान र एउटा के हो त भनेपछि तपाईँको हेर्न सक्नुहुन्छ भुटान, नेपाल, इन्डिया, श्रीलङ्का र के बङ्गलादेश। यो 5वटा भनेको 7 राष्ट्रबाट लिएको हो र बाँकी जुन 2टा छ थाइल्यान्ड र म्यानमार जुन छ त्यो भनेको हाम्रो दक्षिण पूर्वी एसियालीबाट लिएको हो। र बी मिस्टेकको जम्मा सदस्य सङ्ख्याहरू कतिवटा रहेको छ त भनेपछि 7वटा रहेको छ है। अब म्यानमारले कति सालमा सदस्यता लिएको हो त भनेपछि सन् 1997 डिसेम्बर 22 मा, सन् 1997 डिसेम्बर 22 मा म्यानमारले बी मिस्टेकको सदस्यता लिएको हो। र बी मिस्टेकको सर्वोच्च नीति बनाउने निकाय के हो त शिखर सम्मेलन। बी मिस्टेकको सर्वोच्च नीति निकाय बनाउने
को हो त भनेपछि शिखर सम्मेलन हो। बिमस्टेकको बडपत्रमा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। बिमस्टेकको बडपत्रमा 36 वटा धारा रहेका छन्। बिमस्टेकको बडपत्र सन् 2024 मे 20 देखि लागू भएको हो र त्यो बिमस्टेकको बडपत्रमा 36 वटा धारा रहेको छ, 27 वटा पृष्ठ र 36 दफामा रहेका छन्। बिमस्टेकको बडपत्रमा 27 पृष्ठ 36 दफा रहेको छ। हस्त नमस्ते बाबाई।